को दुःख सुख कसरी दुःख भोगिराख्नु भएको छ, कसरी बेरोजगार बनिराख्नु भएको छ, कसरी पीडामाथि पीडा बनिरहेका छन् त यहाँ रोजगारको सिलसिलामा आउनुभएका कतिपयका दर्दनाक दुःख घटनाहरूका कथाहरूमा आजको कथामा हामीले समेट्नेछौँ। 6 वर्ष पुरा कम्प्लिट भइसक्यो। 6 वर्ष पुरा अब नेपालमा त्यस्तै हो। अब युरोप भनेपछि पहिला र अहिलेमा धेरै अन्तर छ। पहिला त्यतिखेर एउटा नेपाली खोज्नलाई रहन्छ धेरै समय लाग्थ्यो। जीवन यहाँ वर्षीय मेरो चाहिँ अब फर्स्ट यही भएपछि अन्तिम पनि यही हुन्छ। अन्तिम पनि यही हुन्छ। उहाँको सपना पुरा गर्नको लागि अलिकति आफू पनि लड्नु पर्ने हुन्छ। युट्युबबाट हेर्दै हुनुहुन्छ भने मेरो समस्या राखिदिनु भएको रहेछ भनेर पक्कै पनि उहाँले सोच्नु होला। यो कुराहरु र यस बारेमा लगभग 29,000 नेपाली हुनुहुन्छ। सबैले भोग्नु भएको उनलाई चाहिएको छ भने त गर्दिन्छ। प्रदेशमा आएको यहाँ आएर केही भविष्य केही फ्युचर केही ड्रिम बोकेर आएको हुन्छ। त्यो सपना पुरा गर्न अलिकति स्ट्रगल कसैलाई चाहिँ दोष दिने भन्ने ठाउँ देखाइँदैन। यसको मतलब एउटा जिम्मेवारी धेरै समस्या भएको मान्छेहरू धेरै हुनुहुन्छ। तपाईको नजरमा भएको छ हाम्रो कथामा यस्तै कथा आज भने उहाँको कथासँगै हजुरहरूको कथा जुन मसँग हामी श्रम गरेर जाँदैछौँ तर हामीलाई हाम्रो एमबिसीले रेस्पोन्स हामीलाई एकदम हेपेको छ। हामीले पठाएको रेमिटेन्सले नेपाल सरकारमा सहयोग पुर्याएका छौँ। हजुर हामीले हाम्रो भोट नचले पनि एमबिसीले त फोन जिन्दगीमै उठाउँदैन नि। त्यस्तो गुनासोहरू पनि आइरहेको छ।